ढुङ्गा प्रहार रे धर्मगुरुले त्यस्तो काम गर्नुहुन्छ कि क्या हो? त्यो त बोलिङ प्र्याक्टिस गरेको धर्मगुरु के हो त्यही भयो बङ्गलादेशी स्टाइल होइन घरबाट लुकेर अस्ट्रो ग्यास हान्ने चाहिँ को रहेछ? हेलो गाइज वेलकम टु ब्याक माई च्यानलमा यहाँहरू स्वागत छ। आज भने चाहिँ मैले एकदम खतरा रियाक्सन भिडियो लिएर आएको छु होइन। म चाहिँ रियाक्ट गर्न गइरहेको छु मिस्टर जलनको भिडियोमा र एकदम मजा पनि आउनेवाला छ भन्दै हामी स्टार्ट गरिहाल्छौँ भिडियो। ओके लेट्स गो दिस भिडियो विथ जलन। काका 2 वर्षभन्दा बढी भइसक्यो यो व्यवस्था फ्याल्छु भनेको त्यतिखेर मलाई राजाले ठुलो धोका दियो। त्यही त यो पालि हजुरलाई कमान्डर बनाउनु भएको छ, राजालाई निराश नपार्नु होला नि। आमा कसम 1 फ्याक्छु 2 फ्याक्छु 3 फ्याक्छु मुखले मात्र भनेर हुन्छ। कति कन्फिडेन्ससँगले भन्दैछ व्यवस्था गयो। साकार दाइले के भन्दै हुनुहुन्छ सुन्नु भयो? के भन्दै थिए? तपाईको पारा मलाई मनै परेछ नि। केमा चित्त बुझेको छैन। काम कम भयो, गफ बढी भयो। मैले के गर्नुपर्छ? खुकुरी हान्दै सबलाई माछ सिक्ने। जनताहरु हातमा खुकुरी लिएर निस्किने दिन आउँदैछ। खुकुरी निकाल्ने टाइम आयो कि टाउ? हरेक नागरिकले खुकुरी बोकेर आउँछ। ओ माय गॉड यहाँ त के पुरा देश डेभलप गर्नु दिइरहेछ भने हो। 15 गतेको आन्दोलनमा एक भएर लडौँ। नछस् मर्न तयार। नेक्स्टको 15 अस्ति 15 गतेको आन्दोलन यसरी सुरु भएको थियो। Few moments later. के सिक्री हरायो को पनि निकै भाइरल भयो त हैन। सिक्री हराएर पनि एकदम कहाँ नेत्र आन्दोलनमा सिक्री लाएर गइदिरहेको के साथी त। त्यो त 2 तला सिक्री भेटेपछि त मान्छेहरूले पादिहाल्छ नि त हैन। आन्दोलन सुरु हुन नपाउँदै उहाँको सिक्री चोर्दैछन् हैन। पार्टीका सुन तस्करहरू यहाँ पनि आइपुगे कि क्या हो? आफ्नो सुनको ख्याल गर्नुपर्छ नि अलि यार। दादा भाइ होसै भएन। कानको मुन्द्रा अझै बाँकी रहेछ, त्यो चाहिँ अर्को आन्दोलन फेरि लास्ट हुन्छ के 2 दिन लाग्ने म्याग भइहाल्यो मेरो भयो। काका धेरै नरुनुहोस्, केही पाउँदैलाई केही गुमाउनै पर्छ। त्यही पनि कमान्डर दुर्गा प्रसाईले हजुरलाई सुनको ठाउँमा हिरा दिनुहुन्छ रे। हिरा भनेको कोइलाको खातमा हुन्छ के? चान्सुकै होस् न उहाँलाई हिरा दिएर सुनको भरपाई गरिदिनु पर्यो। जेलबाट निस्केपछि हिरा दिन्छु तिम्रो सबलाई। यता सुन चोरी भएर रुँदै हुनुहुन्छ, उता फेरि यही आन्दोलनको मौका छोपेर व्यापार गर्दै हुनुहुन्छ। यो बेच्न राख्नु राजावादीहरुको आन्दोलनमा फेरि अनेक थोक देख्न पाइयो के थिएन। कसले बेच्न दियो यो झण्डा? हैन बेच्दैन पो आफै आको हुँदैन भने जान्छु नि। हैन एउटा बोकेर हिँड्न मिल्छ मिल्दैन? एउटा बोकेर हिँड्न मिल्छ मिल्दैन रे त्यतिकै अब बिचारा अब त्यहाँ गरिरहेछ हैन। किन्नु पर्यो नि। यो किनेर लिनुपर्छ भने देशको के रह्यो अस्तित्व? ए झन्डा किनबेच गरेर देशको अस्तित्व मेटिन्छ। तपाईँ कुन पार्टीको मान्छे हो? त्यही त तपाईँ हामी जस्तो आन्दोलनको नाममा ढुङ्गा हान्नु भन्दा त यसरी व्यापार गर्न दिनुस् न बरु। एउटा दिन हुन्न मलाई? हो नि त हैन, खासमा चाहिँ यसरी व्यापार गर्न दिनुपर्ने हो नि त। एउटा अब फ्रीमै लग्यो क्या। बरु झन्डा बेचिरहेछ उ गरिरहेछ व्यापार त गर्नु व्यापार त पर्छ। हुन्थ्यो कम से कम उहाँको। बिचारा फ्रीमा लिएर हिँडिरहेछ। तर हामी नकिनिकन देशको झण्डा कसैले किन्छ? कसैले किन्दैन, किनकि यो झन्डा घाँस हो, उम्रिन्छ, टिपेर ल्याउने बेच्ने हो। आन्दोलनकारीहरू बिचरा झन्डा बोकेर नाच्दै गाउँदै जम्मा हुँदै थिए। त्यही बेला कुन चाहिँले घरबाट लुकेर टियर ग्यास हान्दैछ। बिना कारण आँसु ग्यास हाल्न पाइन्छ? घरबाट आँसु ग्यास पठायो त्यो घर मालिकलाई पनि समात्नु। त्यसपछि काकाले जे हुन्छ भन्नुभएको थियो त्यही भयो, बङ्गलादेशी स्टाइल। बङ्गलादेशी स्टाइल होइन घरबाट लुकेर अस्ट्रो ग्यास हान्ने चाहिँ को रहेछ? माधव कुमार नेपाल झन्डा खनाल मेन टाउके इधर रन्डी गलाने। ओ माय गॉड मन लाग्दै पनि बोल्छन्, मन लाग्दै पनि गर्छन् अब आन्दोलनकारी। के भयो चप्पल च्यात्यो? त जे भने आन्दोलनमा हैन यति साह्रो चाहिँ हुने छैन होला। तर पहिला चाहिँ सरकार पक्षबाट नै गल्ती भित्रबाट लुटपाट गरेर बाहिर निस्कदै भित्र भएको आइसक्रिम ठोस भइराखेको अवस्था छ। ओ माय गॉड पुरा काका यार आफ्नो आन्दोलनकारीलाई खानपिनको व्यवस्था गरिदिनु पर्थ्यो नि त। झोलेहरूलाई जस्तो चोरेर खाइरहेछन् यार। यसरी आन्दोलन गरे भोक लाग्यो यहाँ आयो खाना पायो। बङ्गलादेशमा हेर्नु यहाँ फेरि पुरा उयो भइरहेको क्या बङ्गलादेशमा हाम्रो देशमा खाएर कति खान्छौ भनेर के पुरा पनि भाइरल भइरहेछ मान्छे। रुसलान भुड्का बोकेर हिँडिरहेका छन्। बेलुका गएर मोज त गरे यिनीहरूले, तर त्यो खाएको नपच्दै पुलिसले समातेछ। मोज गरिरहेका छन् र हेर्नु फलफुल बोकेर हिँडिरहेका छन्। ला ठुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ। लाज लाग्दैन रन्डीको बान तिमीहरूलाई? अब भर्खरका केटाकेटीहरू जवानहरू त जोसो जोसमा गएर चोरे ठिक छ,
अङ्कल यार हजुर त कपाल फुलिसक्यो के हो फुलिसक्यो बुढो भइसक्यो दारी फुलिसक्यो तर बुद्धि भनी यति छैन शेख हसिनाको धोती लिएर भागे चाहिँ सारी लिएर भागे चाहिँ आन्दोलनकारीले केपी ओलीहरुका केपी ओलीको त गीत अगाडि पनि जान सक्नुहुन्न केपी ओलीको कट्टु लिएर जान्छ भनेर तपाईँ यो के काम नगर्नु यो काम नगर्नु तपाईँ यो ल सर चल्ती ल खाउँदिनी हेर्नुहोस् उहाँले यो ल्यापटप दिनुभएको छ यो राजाबाडी त होइन पक्कै यो भिडमा मौका छोपेर चोर्न आएको चोरै हुनुपर्छ होइन यसरी खुलेआम चोरी भइरहन्छ राजावादीहरुमै होइन क्या त्यहाँ त अनेक मान्छेहरू जब कांग्रेसका एमालेका सब जाने चोर्ने नि गर्यो होला नि अब भित्री कुराहरू हामीले के थाहा हैन अब धेरै नै घुसपेट पनि त भयो होला जस्तो लाग्छ के मलाई पनि प्रहरीको यो खोसेर ल्याउनु भयो खोसेर ल्याए उनीहरु मात्र किन सेफ्टी हामी पनि सेफ्टी हो पुलिसले आफ्नो सामान त जोगाउन सकेर रहन्छ के समात्यो चोरलाई त्यो सिल्ड भन्दा पनि सक्नुहुन्छ भने पुलिसको बन्दुक खोसेर ल्याउनु त्यो बन्दुकले मान्छे त मार्नु हुँदैन पारासासँग जंगलतिर शिकार खेल्न जानुपर्छ अब यो विदेशीलाई फेरि के को रहर हो आन्दोलनमा हिँड्न स्वर्गलोक बाहिरी कन्ट्रीको पनि रहेछ त है देखेको थिएन यो भिडियो देखेको थिएन हामी चाहिँ वैदिक सनातन हामी चाहिँ हिन्दूको प्रतीक शान्तिको प्रतीक हो लेकिन एक सेकेन्ड हाम्रो ज्योतिजी पनि यहाँ ढुङ्गा प्रहार गर्दै हुनुहुन्छ हेर्न सक्नु ढुङ्गा प्रहार रे धर्मगुरुले त्यस्तो काम गर्नुहुन्छ कि क्या हो त्यो त बोलिङ प्र्याक्टिस गरेको धर्मगुरुले चाहिँ पड्काएर चाहिँ ढुङ्गा धर्मगुरु पनि फुटेज सबैलाई सन्दीप लामिछाने बन्धु छ केटाहरु बोलिङ गरे क्या ढुङ्गाले ठोका पुरा बोलिङ गरिरहेको पुरा आन्दोलन अब ढुङ्गा हान्नु पर्छ यिनीहरूलाई अब पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईहरु बोला धक्कामुक्की नै गर्ने का हजुर यहाँ स्टेजबाट ग्राउन्डमा आउनुस् भनेर बोलाउँदै हुनुहुन्छ उता हजुरको मान्छेलाई पिटाइ छ पुलिसले आमो यो सिन चाहिँ बबाल छ के आऊ भन्ने गाडीमा दुर्गा भनिदियो यो सिन चाहिँ बबाल लाग्छ आऊ हुँदै दिइरहेको दुर्गा साईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ यो चाहिँ एकदम मजा राख्दै गरेको दुर्गा प्रसादले है पुरा पेल्दै आऊ एकदम डेन्जर मोड हो क्या यो चाहिँ प्रहरीका यी घेरा तोडेर ड्राइभर भाइ चाहिँ अगाडि बढिराख्नु भएको छ के हो काका ड्राइभिङ त कडा छ त यत्रो मान्छेको भिडमा पनि कसैलाई दिनु भएन पानासालाई पनि सिकाउनु पर्यो यसरी नै गाली चलाउन हामी आउनु भन्दा पहिले टियर ग्यास हानेको छ गोली हानेको छ त्यही त शान्तसँग आन्दोलन गर्न दिएको भए हुन्थ्यो नि अनि के हजुरले फेरि आफ्नो आन्दोलनकारी त्यसरी उकास्ने हो लिडरले सुरु गरेपछि त अरूले गर्छन् त यहाँ हामीले अहिलेकै गोली गट्टा लिएर आएर यो दलाल पुलिसहरू विरुद्ध गरेका थियो र हामीले शान्तिपूर्ण र्याली गर्न पाइने कि नपाइने पाइन्छ तर हजुरसँग हतियार छ कि हतियार छैन हामीसँग हजुरसँग पो छैन होला त उहाँसँग त रहेछ नि प्लास्टिकको त होइन होला त्यो पुरा पिस्तोल त हुनु पर्ने होइन आन्दोलनको पनि केही बुझ्न सकिन्छ फेरि मर्ने र मार्ने खेल सुरु होस् भन्न खोजे हो यसले फाइदा कसलाई हुन्छ न्यू खोजे पनि प्रचण्डको खुमलदारमै गएर भिड्ने हो नहुने कुरा हिँडौँ न कहाँ भिड्ने हो हद गर्न त भएन नि आगो लगाइदिए आगो लगाइसकेका छौँ एउटा घरमा अनि अब यसै गरी हामी अरू घरलाई पनि आगो लगाउन जाँदैछौँ केटा हो गएर आगो लगाइदे ओ माई गड आगो पुरा लाग्यो त्यहाँ त आगो लगाए ठिक छ अनि यो ऱ्यान्डम घरहरूमा गएर आगो चाहिँ किन लगाउनु त्यहाँ फेरि के आवश्यकता थियो त्यहाँ तेरो बाउले ल्याएको गाडीहरू चलाउँछ बिल्डिङमा आगो लाउने यिनीहरू हेर्नु बाटोमा बाइकमा हिँडिरहेछ तिमीहरू बाइक जलाइदिन्छौ कस्तो खालको चाहिँ भिडा मान्छे यार तिमीहरू देश बनाउने मान्छे तिमीहरू मा कसम होइन क्या तिमीहरू हाम्रो दुश्मनी देश खतम पार्ने गद्दारहरुसित हो अब भनेको पुलिससित होइन त्यो भन्दै मात्रै हो ठुला मान्छेले बसेर हेर्छन् लास्टमा भिड्ने भनेको जनता र पुलिस अबदेखि हिँड्ने होइन हामीसँग हिँड रे पुलिसले के आफ्नो काम पनि गर्नु नपाउनु यार के मार्नै खोज्या हो र
यो त दृश्य एकदम साधारण सिपाही मरेर के हुन्छ अब यहाँ ठुला नेता मर्ने दिन आउँदैछ दुर्गा बैशाले जसरी भाषण छाड्ने जसरी गफ गर्ने होइन त्यो त लास्टमा भागेर चाहिँ अलिक उ भयो के केपी शर्मा ओलीको घर आधा हान्छ घरमा छिरेर नेतालाई मारेनछन् पनि मलाई भन्नु हजुर फेरि काट्ने मार्ने लड्ने मात्रै कुरा नगर्नुहोस् न यार त्यसरी बन्छ देश म तिमीहरूलाई तताइरहेको थिएँ देश बनाउनको लागि आन्दोलनकारी पनि त्यस्तै पुलिस पनि त्यस्तै यहाँ त के हो पुलिसले लाख मुख छोडिदिएर आयो के ख्यालमा 2 जनाको मृत्यु भइसक्यो हेर्नु त मैले मान्छे मार्नु पर्यो प्रचण्डको जस्तो 17,000 ज्यान गुमाउनु भयो अस्ति उहाँको जिम्मा चाहिँ 2 जना त मर्यो नि त आन्दोलनको कमान्डर त म हो नि हैन जसले यो कार्यक्रमको आयोजना गरेको घोषणा गरेको उसले जिम्मा लिनुपर्छ आन्दोलनमा 2 जनाको मृत्यु भएको थाहा पाएर भाग्नु होला नि फेरि कसम भाग्दिनु भनेन लात्नु भाग्दिरहेको के आन्दोलनमा हैन होइन भाग्नु भयो क्या डराउँदैन माउन्टेन भ्यू डर की माँ की चूक ओके गाइस भिडियो चाहिँ एकदम मजा आयो हेर्नलाई होइन एकदम खतरा तरिकाले बनाएर चाहिँ अनि मैले चाहिँ यहाँ चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन जलन सरलाई चाहिँ उहाँको भिडियोमा रियाक्सन गर्नु पाउँदा मलाई एकदम खुसी छ र हेर्नु पाउँदा एकदम मजा पनि आयो र भिडियोमा चाहिँ एकदम सत्य तथ्य कुराहरूलाई चाहिँ समेटेर बनाउनु भएर चाहिँ एकदम मजा आयो चाहिँ भिडियो हेर्नको लागि चाहिँ होइन हजुरहरूले पनि हेरिसक्नुभयो होला हेरिसक्नुभयो भने मेरो च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सनु होला कमेन्ट बक्समा कमेन्ट पनि गर्न नबिर्सनु होला ओके ह्याभ अ गुड डे बाई